तपाईँको सम्पत्तिहरू आउँछ नि कतै केही छ? नभएर त यहाँ बस्न आएको नि भए त यहाँ बस्न आउँछ त। तपाईँको नाममा तपाईँको छोरा नातिको नाममा केही पनि छैन सम्पत्ति? अब यसो भन्नु त मिल्दैन, किनभने यहाँ आएर दुःख परिश्रम गरेर कमाएर कहीँ अलिअलि त किनेको होला नि त, होइन? त्यति त पुग्दैन। 10 दूर 15 दूर होइन, एक घटाले के पुग्छ कोही? तर कतिपय मान्छे त यहाँ जग्गा जमिन भएर पनि यहाँ बस्यो भनेर लिस्टै निकालेको छ अरे सरकारले भन्छन्। होला पनि होला, यही कुनै नेताहरूको होला, होइन? त्यो हुनु पनि सक्छ, होइन? तर हामी त सुकुम्बासी हो नि त। 44 सालले यहीँ बसेको, कति मेयर फेर्यो यहाँ, हो कि कति मन्दिर फेर्यो यहाँ बसेर, सबैले भोट दिएर जितायो। अब सरकारले के गर्छ? विकल्प खोज्नु पर्छ नि जनतालाई। सरकारले त घुटी बनाउने बेला भइसक्यो। अब जनतालाई चाहिँ लगाएर अब कहाँ पठाउने जनतालाई? अब तपाईँ जस्तो मान्छेले चाहिँ के गर्नु, सरकारले के गर्नु पर्यो, यहीँबाट के भन्न चाहनुहुन्छ? सरकारले व्यवस्था गर्नु पर्यो जनतालाई, त्यही त भन्नु चाहन्छु। व्यवस्था गर्नु पर्यो जनतालाई, कहाँ राख्ने यत्तिको जनता छ, होइन? त्यसै त यहाँ बसेको होइन होला, घरबार पैसा भए हो कि यहाँ बस्ने त कुरै आउँदैन। अब बाको मान्छे कोही कोही होला, हो कि बिचमा हुनु पनि सक्छ, तर उहाँहरूलाई चाहिँ छानबिन गरेर जनताले छानबिन गरेर, होइन, सुकुम्बासी भूमिहीनहरूलाई त जग्गा दिनु पर्यो नि त, ठाउँ दिनु पर्यो, कता हुन्छ व्यवस्था गर्नु पर्यो सरकारले, बालेन सरकारले। जस्तो बाहिर कुरा सुनिन्छ सुकुम्बासीहरूसँग, सुकुम्बासीहरूलाई व्यवस्थापन गरेर मात्रै हटाउने भन्ने कुरा सुनिन्छ, सरकारले समन्वय गरेर अपार्टमेन्टतिर पनि त्यो पनि ठिक छ। सुकुम्बाले व्यवस्था गरेर हटाए पनि त्यो नि सरकारलाई जय भन्छु नि त हामी। तपाईँहरूसँग यो समन्वय गरेको छ कि छैन सरकारले? हजुर, यो सुकुम्बासी व्यवस्थापन गर्ने कुरामा तपाईँहरूसँग समन्वय गरेको छ कि छैन सरकारले? सरकारले अहिलेसम्म मैले सुनेको छैन। सुकुम्बासी आयोग चाहिँ छ भनेको सुनेको छ। त्यो आयोग के गर्छ? सुकुम्बासीको व्यवस्था गर्ने होइन, आफ्नो व्यवस्था गरेको होला त्यो आयोगले। सुकुम्बासीको व्यवस्था गरेको भए त उहिले भइसक्थ्यो नि सुकुम्बासीको व्यवस्था।